विद्यापीठले के कस्ता मार्गहरूबाट चाहिँ आफ्नो सर्वाङ्गीण विकास गर्न सक्छ, यालना विद्यापीठको विगतको इतिहासलाई अझै घनीभूत बनाउँदै वर्तमान इतिहासलाई कसरी स्थापित गर्न सक्छ भन्ने विषयमा आज हामी बृहत रूपमा अत्यन्त विद्वान व्यक्तिहरू यालना विद्यापीठसँग प्रत्यक्ष परोक्ष रूपमा अझ भनौँ आजको उपस्थिति प्रत्यक्ष रूपमै सम्बद्ध व्यक्तिहरू, विद्वान व्यक्तिहरू, आदरणीय व्यक्तिहरू, यस संस्थासँग विभिन्न रूपले सम्बद्ध व्यक्तिहरूको उपस्थितिमा आज सञ्चालन हुन गइरहेको छ। सर्वप्रथम उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस यालना विद्यापीठको सर्वाङ्गीण विकास कार्यक्रमको अन्तर्क्रियात्मक कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनु न श्रद्धेय गुरु उप प्राध्यापक मुक्तिनाथ झाज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिहरूलाई एकमुष्ट रूपमा मैले अभिवादन गरेँ, स्वागत गरेँ। आउनुहोस् अब संवादको थालनी गरौँ भन्ने एउटा अमूर्त शीर्षकबाट हामीले यालना विद्यापीठको सर्वाङ्गीण विकास शीर्षकमा अन्तर्क्रिया राख्ने जमर्को गरेका छौँ। उपस्थित वक्ताहरूसँग हामीले अनुरोध हृदयदेखि गर्न खोजेका छौँ कि वास्तविक रूपमा तपाईँले यालना विद्यापीठको सर्वाङ्गीण विकास चाहनुभएछ भने भित्र कुरा नलुकाइकन आफ्नो कुरा राखिदिनु होला। डायग्नोसिस कहाँ हामीले गर्नुपर्ने हो त आफ्नो कुरा एकदम बेबाक तरिकाले राखिदिनु होला, जसले हामी यो कार्यक्रमको टिपोट पनि गरिरहेछौँ, जुन युनिभर्सिटीमा बुझाउँछौँ। यो सोडियोले हाम्रो यो यालना विद्यापीठमा केही पनि विकास नगर्न सक्नु र हाम्रो प्राचार्य शिक्षक महानुभावहरूले पनि खोजी नगर्नु, तपाईँहरूले किन केही गर्नु भएन? मलाई लाग्छ मैले मठ्यानी टेकेको 44 वर्ष भयो। 44 वर्षमा विभिन्न साहित्यिक कार्यक्रममा एउटा विद्यार्थीको नाताले मञ्च पक्रेको थियो होला, एउटा दुईटा सामान्य कार्यक्रमहरूमा थिए होला, तर यो आज साँच्चै विद्यापीठलाई उठाउने भन्ने एउटा चाहिँ जुन जमर्को गर्नुभएको छ, त्यसलाई म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। 2074 सालदेखि +2 चलाइरहेको थिएँ होइन, तर मैले संस्कृत विश्वविद्यालयबाट सहयोग पाइनँ। मैले बाध्य भएर गत वर्ष चाहिँ +2 बन्द गरेको छु। अहिले कक्षा 12 सञ्चालनमा छैन। मैले 10 कक्षाका चाहिँ 27 जना बटुकहरूलाई बिदाई गरेको छु र मेरै मामा यही गुरुकुलका बटुक डाक्टर कुलप्रसाद कोइराला भिसीलाई मैले भने कि तपाईँ केही न केही त गरिदिनुहोस्, केही गर्न सक्नु भएन। मेरा आदरणीय गुरु, मैले नपढे पनि प्राचार्य हुनुहुन्थ्यो, रजिस्ट्रार हुनुहुन्थ्यो कार्तिकेय झा, उहाँले केही गर्नु भएन, मैले चलाउन सकिनँ र मैले रजिस्ट्रार, अहिले वर्तमान भिसी सबैलाई हार गुहार गरेको छु। यदि सहयोग गर्नुहुन्छ मलाई +2 मा भने म फेरि पनि जोड्न तयार छु। यहाँहरूले यो आवाज युनिभर्सिटीसम्म पुर्याइदिनुहोस् र यदि युनिभर्सिटीले सहयोग गर्छ, मलाई गुरुहरू मात्रै, मलाई के अरे दाल चामलको सहयोग गर्नु पर्दैन, म भिक्षा चन्द्रमा पनि चलाउँछु। निश्चित सम्बन्ध छ विद्यापीठ र गुरुकुल, सहकार्य गरेर जाउँ, गरौँ भने हुन्छ भन्ने कुरा मलाई लाग्छ। मैले उत्तर मध्यमाको एउटा सिलेबस लाँदा 10 चोटि मलाई चाहिँ सिलेबस कहाँ गयो भनेर खोजी हुन्छ भनेपछि मैले यो विद्यापीठको बारेमा के सोच्ने। त्यसकारणले यहाँहरूले आज जुन चेष्टा गर्नुभएको छ त्यो राम्रो गरिदिनुहोस्। हामी सबै गुरुहरूले दुईटा सिद्धान्तलाई जहिले पनि अनुसरण गर्नु पर्यो, वाट टु टिच र हाउ टु टिच। के पढाउने र कसरी पढाउने, अतिरिक्त क्रियाकलाप होस्, त्यसका लागि म नवनियुक्त प्राचार्य पनि स्वयं विद्यार्थी र यहाँ पहिलेदेखि अध्यापन गर्दै आउनु भएको छ, पुनः चाहिँ त्यो सञ्चालन गर्नको लागि म अनुरोध गर्दछु। हामी चाहिँ लाग्छौँ भने एकदम अगाडि बढ्छ नै। भौतिक संरचना सन्दर्भमा म के देखिरहेको छु भने आज यही बसेको छु, कतिखेर यो माथिको छतको परत हाम्रो टाउकोमा झर्छ भन्ने कुरा चाहिँ यहीँबाट देखिन्छ। म के देखिरहेको छु भने सबै नयाँ संस्कृत विद्यालयमा तालचा लागेको छ। रजिस्ट्रार साहब, भिसी साहब, रेक्टर साहबको तालमेल मिलेको छैन। अनि जहाँ तालमेल मिल्दैन त्यहाँसम्म त्यो ठाउँमा भौतिक विकासको कल्पना पनि गर्न सकिँदैन। भौतिक विकासको लागि बजेट चाहिन्छ, उहाँलाई बजेटको अभाव छ। त्यो बजेट नभइकन
निर्माण गर्न सकिँदैन कुनै पनि कामहरू। तपाईँको सबै कुराहरू अहिले जीर्ण अवस्थामा छ। यो विद्यापीठको शिक्षण भवनको अवस्था त्यस्तै छ, छात्रावासको अवस्था त्यस्तै छ, प्राध्यापकजीहरू बस्ने आवासको अवस्था त्यस्तै छ। त्यस पछाडि आवासको रूपमा रहेको प्राचार्यसहित केही प्राध्यापकजीहरू बस्ने आवासको पनि अवस्था त्यस्तै छ। भनेपछि यो सबैतिर जीर्णकै अवस्थाहरू सृजित भएको छ। भान्साकोठाको अवस्था त्यस्तै छ। एउटा खानेपानी स्वच्छ खानेपानीको समस्या छ, यहाँ एउटा शौचालयको समस्या छ। यो तमाम भौतिक पूर्वाधारहरूसित लडिरहेको विद्यापीठ मलाई लाग्छ। यो 3 तहको सरकार छ, एउटा स्थानीय हो, अर्को प्रदेश छ, अर्को सङ्घ छ, त्यस पछाडि तपाईँको विश्वविद्यालय छ। अब त्यहाँको विभिन्न कारणहरूले गर्दा सधैँभरि तालाबन्दी अघि नै चर्चा पनि हो। त्यो भएको कारणले गर्दा पनि यी विषयहरूको अलि समस्या भइराखेको छ। र मैले भर्खर भएको भिसी साहबलाई पनि अस्ति भनेको थिएँ, रजिस्ट्रार जो हुनुहुन्छ उहाँसित त कैयौँ पटक यो सबै विषयहरूमा हामीले चर्चा गरेको हो। र केही कुराहरू विगतमा हुन्थ्यो। यहाँ स्थानीय निकायसित समन्वय भएको भए केही कुराहरू त्यो जुन वीरेन्द्र सरको पालोमा हाम्रो त्यस पछाडि वीरेन्द्रजीको पालोमा त्यति हामीसित समन्वय हुन सकेन स्थानीय निकायसित। न उहाँले खोज्नुभयो न हामी आए भनेपछि नभए के अरे आएको पैसा करिब 1 करोड रुपियाँ जति फ्रिज भएर गयो। तपाईँको तानातानको स्थितिले गर्दा प्रदेश सरकारले यहाँ विनियोजन गरेर कामै हुन सकेन, उपभोक्ता बन्न सकेन। अब विभिन्न कारणहरूले गर्दा त्यो पैसा तपाईँको फ्रिज भएर गयो, त्यो काम हुन सकेन। भनेपछि त्यो समन्वयकै अभाव थियो। हामीले अहिलेको वर्तमान प्राचार्यजीसित समन्वयकै आवश्यकता हामीले महसुस गरिराखेको छु। र मैले उहाँसित पटक कुरा भइरहेछ। उहाँले अहिले एउटा डिपिआर तयार गर्दै हुनुहुन्छ यो समग्र यो विद्यापीठको बारेमा। र त्यो डिपिआरको लागि हामीले चाहिँ भारतीय दूतावासमा बुझाउने, यो क्षेत्रको सम्बन्धित माननीयको उहाँको सक्रियतामा, माननीय मन्त्री ठाकुरजीको सक्रियतामा त्यहाँ बुझाउने भनेर एउटा कुराकानी भएको हो, चर्चा परिचर्चा भएको रहेछ। सायद डिपिआर तयारी हुँदैछ। डिपिआर तयारी भएपछि हामीले त्यो प्रस्तावना लिएर उहाँको मार्फत चाहिँ भारतीय दूतावासमा जाने हामी आधार बनाउँदैछौँ त्यसको लागि। भने त हामी त केन्द्रको हो नि भने तपाईँहरूलाई लाग्छ होइन, केन्द्रकै भयो भने यहाँ कुनै समस्या आयो भने एउटा केन्द्र आउँछ र प्रदेश आउँछ, हामी नै आउने हो। फेरि त्यस्तो हुन्छ। केन्द्रकै भएर के गर्ने, तपाईँको शिक्षा मन्त्री तपाईँको भिसी तुरुन्त आउन सक्दैन। उहाँहरूले पनि हामीलाई नै भन्ने, हामीले नै अगाडि सरेर तपाईँहरूलाई सहयोग गर्ने। स्थानीयलाई त धन्यवाद दिनुपर्छ हजुरहरूले। कहिले पनि यहाँको कुनै पनि काममा चाहिँ त्यो दाङको दुःखको जस्तो चाहिँ यहाँका स्थानीयहरू तालाबन्द गर्न आउँदैनन्। तपाईँको त्यो दाङमा त त्यहाँका दङ्गालीहरूले गएर तालाबन्द गर्दो रहेछ नि तपाईँहरूमा। यहाँ त हामी त्यो पनि गर्दैनन्। तपाईँको स्वतन्त्र रूपमा हामीले सबैले छोडेको हुन्छ त आफ्नो काम सम्पादन गर्नुहोस्। अब हेर्नुहोस् त यस्तो जुगमा अलि म विषयभन्दा बाहिर गएर म तपाईँलाई 2-4 कुरा, तपाईँसित कम्प्युटर अपरेटर छैन प्रशासनिक कुराहरूको लागि। अहिले पनि तपाईँ हातले लेख्नुहुन्छ, कसरी प्रशासन चलाउनुहुन्छ तपाईँहरू। र यो एकदम सराहनीय विषय दिनुभएको छ। त्यसको लागि क्याम्पस प्रशासन भनौँ न हामी र विश्वविद्यालय अथवा मध्य प्रदेश सरकार र सङ्घ सरकार कसरी काम गर्ने भने त एउटा प्लान बनाउनुहोस्। यहाँ उठेका कुराहरू म मनोजीसित एकदमै सहकार्य गरेर के भन्नुहुन्छ तपाईँहरूले जे भन्नुहुन्छ मैले सक्ने कुराहरूमा एकछिन पनि ढिलो नगरिकन म गर्छु। एउटा विद्यार्थीले 3टा मात्रै पुस्तक लान मिल्ने नियम, त्यो नियमलाई तत्काल हटाइयोस्। यसलाई विरोध गर्न चाहन्छु। किनभने 6वटा विषय हुन्छन्, 3टा विषयको लाइब्रेरीबाट निकालेर कुनै पनि काम हुँदैन। यस्तो हो भने कमसेकम आवश्यक अनुसार किताब वृद्धि गर्ने कार्यक्रम पनि अगाडि बढाइयोस् भन्न चाहन्छु। म टेक्निकलको जमाना छ, एउटा फर्म भर्दाखेरि पनि यही आउनुपर्छ। अरे आधुनिक गर्नुहोस् न, एउटा अनलाइन फर्म राखिदिनुहोस्। हाम्रो प्रशासन गरेर बस्छ होइन वास्तवमा है। त्यसैले गर्दा छात्रावासको अवस्था हेर्नुहोस्, रातिमा उठेर पानी परेको बेला खाट त्यो कुनामा सारेर त्यहाँ चुहिन्छ, यो कुनामा सारेर त्यहाँ चुहिन्छ, बाहिर आएर बस्छ। यो अवस्था नहोस्। पर्याप्त शिक्षक भए मात्र बल्ल हुन्छ, नत्र विद्यार्थीलाई घाँटीबाट ल्याग्ने। पछि अब यो शिक्षक पनि छैन, कोही छैन अनि कसरी पढ्छ विद्यार्थीले। अब थाहा पाउँछ कि नभए मैले अध्ययन गर्नुपर्छ, पढ्नुपर्छ, परीक्षामा कुनै पनि चिजहरू लान पाइँदैन भनेको उसले थाहा पाइसकेपछि उसले के आनन्दले पढ्छ अनि परीक्षामा पनि पास हुन्छ। विद्यापीठको नाम पनि रहन्छ, विश्वविद्यालयको नाम रहन्छ। पछि गएर धेरै जान्ने भयो भने देशको नाम राख्छ।